ल देशमा पुरा राजतन्त्रवादी र गणतन्त्रवादी चलिरहेको बेला हामी चाहिँ भएका छौँ आलुवादी। साथमा आलु बोकेर जङ्गलमा पोली खानलाई हिँड्दैछौँ। अलि परतिर छेउमा कमरिया गीत बज्दैछ। हामी नाच्दै नाच्दै भाइमा हिँड्दैछौँ। अरू त त्यता छ कोक, यहाँ छ झन्नै पहाडको आलु 30वटा भन्दा त धेरै नै होला। लाइटर छ अर्कोसँग, त्यता लाइटर छ तर झुक्किएर पनि धेरै आग लाग्यो भने जङ्गल सकिने रहेछ। पत्कर छ है धेरै, यहाँ आगो लाउनु चाहिँ भएन। त्यही भएर हामी खोलाको छेउमा लिन जाँदैछौँ कि त्यहाँ राम्रो खालको छ क्या, भर्खरै पलाएको पानीको मुहान छ, चिसो चिसो पानी खान पाइन्छ। हामी पहिले ढुलेर आइसकेका छौँ रहेछ। ठाउँ हेरेर मात्रै गएको, नभए हामी जहीँ पाएँ त्यहीँ, जहाँ पाएँ त्यहीँ हिँड्ने खालको मान्छे चाहिँ होइन। एक्लै एक्लै आउने हो क्या यहाँ, हो त्यस्तो मान्छे चाहिँ हो। तिमीले त्यही भन्न खोजेको होइन? ल एकदम हात गल्दो रहेछ बनाउन। कहाँ भन्छु त, अब जस्तो मान्छे उस्तै सोच हुन्छ भने चाहिँ उसकै सोच हुन्थ्यो त। म त एकदम धार्मिक मान्छे हो कि। ल सबै हावा फानेको लु जाउँ। अरे यहाँ छन् करोडौँ अरबौँ त होइन, हजारौँ रुख। हेर जान्छु कति छ, थोरै छैन हौ साँच्चै। यता पुरा पिकनिक चलिरहेको नि, जाने पिकनिक खान। त्यो एउटा विदेशीलाई त हप्कै आएर झन्नै नदिएको, हामी नेपाललाई त ठोक्छ नि यार। बन्दर आज एउटै छैन त, तिम्रो साथी कहाँ गयो? यिनीहरू पनि डेटिङ मोडमै छन् कि क्या आज? परतिर पनि डेटिङ मोड थियो। ल हामी टक्क आइसक्यौँ होइन। यी आलु पोल्ने चुलै बनाइदिएका रहन् कुन्छैले। केटाहरूले रेडी पारिदिएर गएका रहन् नि अस्ति। सानोतिनो खोलो छ यहाँ, सानोतिनो करेन्ट ल्याएर होइन, भटटटट लाएर सिद्रा खानुपर्ने। पहाडको पानी है यो, माछा अलिअलि तर सबै सानो छन्। आलु हेर नि, यहाँ आलु देखिन्छ? देखिन हौ, एउटै पो देखिँदैन त भोसडी के। आलु नै होइन जस्तो भरे अरे। दिपक तिम्रा भन्दा त ठुलै रहने, कहाँ गयो? तर धेरै ठुलो भयो यो त, यत्रो भयो भने त। यहाँ र दाउरा यहीँ छ। ल हाम्रो दाउरा खोज्ने सामाजिक प्राणी आउँछ। सामाजिक परोपकारी। राम 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 राम, त जङ्गलै आग लागि गर्न हुने टक्कसँगले टक्क गर्ने। ल हाम्रो आलु तन्त्र सुरु हुन आँटिरहेको छ यहाँ। धुवा नै निकालिसक्यो भण्डारी भन्ने छ एकजना महान व्यक्तित्व। मस्त छ क्या भाइ बाउने ठाउँ। क्या दामी खोलो त, सानो क्युट र क्युटवाला छ है त्यो खोलो चाहिँ। सानो सानो मछली भएको, फुल नेचर भाइ दिनेवाला छ। यता आगो सल्किसक्यो। क्या दामी खोलो छ, सानो एन्ड स्विट र क्युटवाला छ है ल खोलो चाहिँ। सानो सानो मछली भएको, फुल नेचर भाइब दिनेवाला छ। यता आगो सल्किसक्यो। राम 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 राम। अलिअलि भएका भुत्ला जाला है। ती माथिको गर्मी तराई उता जान्छ है मुला आगो चाहिँ। नगरपालिकाबाट फायर ब्रिगेड आउँछ होला हौ यस्तो भने। गरियो गरियो, किरा किरीको लास भन्दै जलाउँदैछ भण्डारीले। वीडियो कर रहे हैं, वीडियो कर रहा ना, मैं डाल दूंगी। राम राम राम। आमा ओ दीपकले कत्रो पाला यार। अलिअलि भएका भुत्ला जाला है। त्यो पनि हाल्दियो, गर्मी तराई।
त्यही माथि आगो यस्तो जान्छै मुला आगो ए भुत्ला डढै के गाउँ नगरपालिकाबाट फायर ब्रिगेड आउँछ होला हौ यस्तो लु म फोटो खिच्दा झन् ठुलो ल हाम्रो चाउचाउ तन्त्र सुरु हुन आँटिरहेछ त्यसपछि आलु तन्त्र हो त त्यस्तो त्यो दुर्गा पर्सी कहाँ लुकेको छ भन्ने आज त्यसको मराइ हुने भयो आज त हुँदैन भेटेपछि हुन्छ केरा र स्याउ खाएर हिँडेको छ अरे त्यसको याद आइरहेछ क्या मलाई तन्त्र भन्दा नि जोसमा गाडी कुदाएर आज कहाँ खोज्दैन पुलिसले अलि दिन फेरि मामली बसेर आउने भयो ल टक्कसँगले खाने हो हाम्रो आलु तन्त्र सुरु हुन आँटिरहेछ मस्त छिर्यो है आलु एकदम ठनक परेको खाने एउटा न एउटा छाडा बोल्ने बानी हो चाहिँ यस्तै हुन्छ कि ननिस्की छाड्नै छाड्दैन एउटा त्यो लौरोले ड्याङडुङ गरेर पुर्देऊ न पहाडको आलु है भर्खर गाडीबाट ओर्लेको यसलाई पनि सुख छैन नि यो चाहिँ आराम नपाई पोल्ने आँटो ए खुवादकुद सबै होला न हाम्रो मकै पनि ल्याउने प्लान थियो तर केही गडबडीको कारण मकै तन्त्र हुन सकेन तलबाट कोइला जम्मै उ गर्दै छोपेन क्या मलाई छोपिनुपर्छ त्यो कोइलाले हो त्यो मुनिको चाहिँ माथि सबै लगा न कोइला यता बाहिर आएको कोइला अर्को पार्टीले गीत गाएर सक्यो यहाँ अलिअलि भएको ठुटे भ्लगमा नि कपिराइट आउने भइसक्यो बस आलु पाकेकै हो त युनिक हाम्रो काँचै छ जस्तो छ हौ काँचै छ त्यो ठुलो ठुलो कोइलाले छोप्यो भनेको मरेन नि मात्र मर अरे एक साइड काँचै रहेछ दिपक यो पाकेको छ पख पख ल आलुको गाँड मराइ एकदम तीव्रमा गइरहेछ भइ नै सके जस्तो छ यसको त पुरै मरिसक्यो भित्र रातो भएको छ अरे हेलो गाइज अनबक्सिङ हान त ल भिडियो गरे भिडियो ल आलु पाकेकै हो त युनिक हाम्रो घुमाइ ए खोले अरे मिस्टेक निस्किहाल्छ मादर मुखबाट त्यही भएर अझै कोइलाले छोप्यो भनेको मरेन नि गाँड पुरी खुट्टा मात्र मर अरे एक साइड काँचै रहेछ दिपक यो पाकेको छ पख पख अलिक साइडको सानो सानो चाहिँ निकाल अर्को साइडमा फर्काउनु पर्ने रहेछ डढो एक साइडमा यो त उसिन्नु भने अमन भइहाल्छ यो पोलेर त जति नै खान सकिन्छ यार अझै भित्रको जान खुवादखुद पाएको भने त मजा आउँदैन एउटा पाक्दै खाएकै मजा हुन्छ यो अझै कोइलाभित्र झट्ट अझै आगो बाल्नुपर्छ कि हो भित्र त्यो हो त्यो पाएको दुसरा बी हेर त यहाँ छ त ल मस्त छ नि अलिकति दिपकको भन्दा ठुलो छ थाम्दैन यार चाँडीले फेरि यार यत्तरी हो धेरै चाडा भयो ल हाम्रो आलु तन्त्रको फाइनली गाँड तन्त्र भइसक्यो आलु खाँदा आलुभन्दा ठुलो भुँडी तर आलुभन्दा त ठुलै हुन्छ यार ठ्याक्कै 8.5 महिनाको भइरहेको नि भुँडी डेलिभरी नआउने खालको त यही जङ्गलमा अब कसले गर्ने हो डेलिभरी हामी त जान्छौँ ल